अनि 24 तारिक म काठमाडौँ आएपछि काठमाडौँमा प्लेन उडेन, हावा कम्ती छ अरे, चक्कामा के अरे कसरी। म के काममा आएको भन्नुहुन्छ भने म चाहिँ कस्तो वेटरमै काम भइरहेको छ, ठिकै छ, राम्रै छ होइन। अब नयाँ कम्पनी खुल्न आँटेको छ, स्यालेरी चाहिँ 1200 दिएको छ बेसी, त्यो चाहिँ खानु बस्नु दिएको थियो। खानामा आज काममा लागेको 19 दिन भइसकेको छ, सेलरी पड्काउन आँट्यो। सो यो गाइस वेलकम ब्याक अनदर न्यू ब्लग। अनि के छ दाजु सन्चै हुनुहुन्छ? सो म पनि एकदम सन्चै छु। सो अहिले चाहिँ कति लगभग 1 बजेको छ अनि आज मेरो छुट्टी छ। अनि त्यो यो आजको भ्लग चाहिँ कस्तो हुन्छ भने चट्ट रुमहरू सरसफाइ गर्नुपर्ने हुन्छ अनि साथीहरूको लागि रोड किन्न जान आँटेको छु। मेरो छुट्टी आजसम्म 3 दिन भइसकेको छ। सो मैले भ्लगहरू हाल्नु नपाएको धेरै समय भइसकेको छ नि त, अनि आज चाहिँ चट्ट मिलाएर लगाइदिउँ न भन्ने कुरो भएर। अनि कस्तो छ भने अब 12 घन्टा ड्युटी छ, बिहान 1 बजे, दिउँसो 1 बजे गयो भने राति 1 बजे आइन्छ। अनि कतिखेर भिडियो बनाउनु, कतिखेर एडिट गर्नु, कतिखेर सुत्नु होइन, त्यो समस्या छ। अनि सो त्यो समस्याले गर्दा म भिडियो रेगुलर लाउनु पाएको छैन। सो त्यही अब भिडियो आउँछ। तारमा घाम आज बबाल लागिरहेको छ क्या, गर्मी सुरु भइसकेको छ। अनि त्यही हो, गर्मी सुरु भइसकेको छ। यस्तो उड्दै गरेको ढुकुर भुइँमा झर्छ अरे, त्यस्तो तातो घाम छ। अनि हाम्रो चाहिँ काम कस्तो हो भने के काम हो, कस्तो काम होइन, कति स्यालेरी छ, कति घन्टा ड्युटी, कस्तो हो, कुन ठाउँमा हो, त्यो सब म बताउने छु तपाईँहरूलाई आज। है त आज कस्तो भने रातिको 4-5 बजीदेखि मलाई निन्द्रा लागेन क्या। घरमा अलिकति कन्ट्याक्ट गरेको थिएँ, कल सल लागेन, तर टेन्सन तनाव भएको थियो। अनि तनाव भन्दा अलिकति थोरै नर्भस अब होइन। अब 1 दिन बोलाइ हुँदैन क्या, त्यस्तो हुन्छ। अनि 1 दिन नबोल्दाखेरि कस्तो अलिकति हुन्छ होइन, के गर्दैछ कसो गर्दैछ घर गाउँतिर होइन, अब त्यो सम्बन्धी सोचाइ जान्छ। अनि अलिकति कस्तो भएर निन्द्राले थोरै छोडेको थियो। अनि बिहान कन्ट्याक्ट गरेको थिएँ, घरमा सोधेको बाउहरूलाई किन कल नउठाउनु भएको अथवा किन कल लागेन भनेर सोद्धाखेरि हाम्रो गाउँतिर चाहिँ हावा डेन्जर चलिरहेको थियो अरे। अनि त्यसले गर्दा नेट वाइफाईलाई प्रब्लम भएको थियो अरे, त्यही भएर अनलाइन आउनु पाइनँ भन्दै थियो बाउले। मैले बिहानै फोन गरेको थिएँ। अनि सो आज छुट्टी छ, आज घरतिर बोल्नुपर्ने छ आफ्नो आफन्तहरूसँग सबै। मैले इमोमा ग्रुपमा जोइन गरेको छु, अनि जोइन इमोबाटै बोलाइ हुँदैछ गाइस है त। त्यही हो, अब खाना खानु चाहिँ भरे 2 बजीतिर गइन्छ, परै होटलमा दिन्छ हामीलाई खाना है त। नेपालको 24 तारिक म हिँडेको होइन, हिँड्ने भनेर आएको। अनि 24 तारिक म काठमाडौँ आएपछि काठमाडौँमा प्लेन उडेन, हावा कम्ती छ अरे, चक्कामा के अरे कसरी के भनौँ। त्यो पछाडि भोलिपल्ट भनेर बस्यौँ, भोलिपल्ट पनि भएन। 27 तारिकमा चाहिँ उड्नु भनेर आएको, त्यसलाई पनि भएन क्या, दिनभरि कुद्यो अनि भएन। त्यो पछाडि भात खानु नेपाल एयरलाइन्सले नै लग्यो, होटल ठुल्ठुलो 5 स्टार यताउता 3 स्टार कुन होटलतिर लग्यो क्या सबै यात्रुहरूलाई। अनि खानासाना खाएर सुत्न आँटेको थियौँ, राति 12 बजी फोन आयो क्या, रेडी गर्नु लगेजहरू, आज तपाईँहरूको उडान छ भन्थ्यो। अनि त्यहाँदेखि उडेर अब त्यहाँदेखि त्यस्तो भएपछि होइन, अब आउनु हतार थियो नि त कतार सुरुमा। अब कतार जानेलाई हतारै थियो मलाई चाहिँ, अनि हामी साथीहरूलाई। अनि ल त भनेर आइयो, राति उडेर आइयो। यहाँ कतार झर्दा बिहानको यताको कति 4-4:30-5 बजिसकेको छ यहाँ यो एयरपोर्टमा। अब म कसम उतार कसम होइन, यो चाहिँ कसम फुट्न आँटेको थियो क्या, पाइप फुट्न आँटेको थियो। अनि फ्यालियो पिसाब। त्यस पछाडि आएर यताउता लगेजहरू यस्तो घुमिरहेको थियो, त्यो घुमेको लगेजहरूलाई तानेर निकाल्यो होइन। त्यहाँदेखि रुममा त्यहाँदेखि बाहिर आएर बस्यौँ। अनि यहाँ कम्पनीको मान्छे आयो लिनु। अनि म चाहिँ अब के काममा आएको भन्नुहुन्छ भने, म चाहिँ कस्तो भने मसँग थोरै एक्सपिरियन्स बारिस्ताको पनि थियो, बारिस्तामा काम गर्नु पर्यो आएको थिएँ। यहाँ चाहिँ मतलब पर्दै चाहिँ वेटर प्लस बारिस्ता, तर वेटरमै काम भइरहेको छ, ठिकै छ। वेटरको त्यस्तो नराम्रो काम छैन, वेटरको काम पनि राम्रै छ होइन। अब नयाँ कम्पनी खुल्न आँटेको छ, स्यालेरी चाहिँ 1200 दिएको छ बेसी, त्यो चाहिँ खानु बस्नु दिएको थियो। खाना र बस्नु उनीहरूले दिइरहेछ, अनि उनीहरूले राखिरहेको छ 1200मा चाहिँ हाम्रो बेसिक स्यालेरी। म आज काममा लागेको 18-19 दिन भइसकेको छ, स्यालेरी पड्काउन आँट्यो। अनि वेटरको ट्रेनिङ दिइरहेछ हामीलाई, एकदम बवाल छ। अनि कपडाहरू, जुत्ता सुज अनि कपडाहरू अनि टोपीहरू सब उनीहरूले दिने भनेको छ। 3टा कपडा 3 जोडी त्यस्तै छ। अनि रुमहरू यस्तो दिएको छ होइन, खानुहरू उतै दिन्छ क्या। बिहान गयो 1 बजी, अनि हाम्रो चाहिँ कस्तो छ भने काम सुरुमा 2 बजीदेखि दिउँसो 2 बजी गयो भने रातिको 2 बजी छुट्टी हुन्थ्यो। अनि म्यानेजरले 1 बजी बोलायो, अनि 1 बजी नै छुट्टी दिनु थालेको छ। अनि खानासाना खानुको होइन, उता त खाना खायो, उता त काममा लागिन्छ। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने अझै कस्तो खुल्नु आँटेको छ क्या, होटल खुल्नु आँटेको छ, त्यही भएर हिँड्दै जानुपर्छ। घाम चाहिँ बब्बाल लाग्छ,
अब ओपनिङ भएपछि गाडीमा लाने भनेको छ। अनि बाहिर घाम लाग्छ, भित्र चाहिँ अब कस्तो छ भने ठुलो छ नि त, त्यहाँभित्र पसेपछि 12 घन्टा त्यहीँभित्र बस्नुपर्छ, बाहिर निस्किनु पनि पाइँदैन। अब कतिखेर रात पऱ्यो कतिखेर के पो घाम कस्तो लाग्छ केही थाहा हुँदैन भित्र एसीमा होइन चट्ट। त्यस्तै छ कामहरू। अनि अझै कस्तो छ भने अब सुरुमा होटल ओपनिङ हुन आँटेको छ। अब त्यही हो प्लेटहरू अब त्यस्तो क्लिनर टिमहरूले धोइदिन्छ होइन, हामी निकालेर पुछपाछ गरेर राख्छौँ। ग्लास प्लेट यता क्वार्टर प्लेट यताउता सबै क्या त्यहाँको डिनर प्लेट सबै पुछपाछ गरेर यताउता कचाकचुक मिलाएर राखिँदैछ। अनि सो त्यस्तै छ गाइस, ठिकै छ। अब 2 वर्ष चाहिँ बसाइ हुन्छ खाडीमै भए पनि है। अब त्यस्तै छ। अब ब्लग चाहिँ अब के भन्नु तपाईँहरूलाई होइन, टाइममा अब लाउनु पाउँदै छुइनँ होइन, अपलोड गर्नु पाउँदै छुइनँ। अब त्यही हो मेन भनेको समस्या, टाइमको नमिलेर हो। 24 घन्टामा 12 घन्टा काम गरे हुन्छ, 12 घन्टा सुताइ हुन्छ। त्यसमा भिडियो एडिट गर्ने यताउता कचाकचुक। घरमा पनि त्यही 10-15 मिनट बोल्छु, 10-15 मिनट बोल्छु, बास त्यति अरू अहिलेसम्म के भएको छैन। अनि सो त्यो अब आएको लागत कति लाग्यो त भनेर भन्नुहुन्छ भने मेरो लागत चाहिँ 2 होइन क्रस हुन आएको छ। अब के भन्नु र, अब सुरुचोटि फर्स्ट टाइम हो होइन, ठिकै छ। अब त्यो तिर्नु मलाई 3-4 महिना 6-7 महिना 7 महिना नभनौँ 5देखि 6 महिना जति लाग्छ होला। त्यसो उताको सेलरले चाहिँ एउटा बबाल फोन होइन ब्लगिङ हान्ने खालको आइफोन 15 भए पनि 16 भए पनि कसम किन्ने हो होइन, सोच त्यो राखिएको छ। ठिकै छ। अब अहिलेसम्म त्यस्तो नराम्रो केही छैन। अब त्यो धेरै गफ पनि नहानौँ है, अब बिस्तारै आउँछ होइन भिडियोहरू। भर्खर त 18-19 दिन हुँदैछ होइन। अब बिस्तारै अब नितेश ब्लगले पनि पेलामपेल हान्नु पऱ्यो क्या, घप्पा हान्ने हो क्या, त्यस्तै छ है। अनि अब ढिला नगरी म कोठाहरू सफा गर्छु। एकजना क्लिनिङ साथीको पनि छुट्टी भएको छ। ऊ साथीले कता लगेछ त्यो उयो गर्ने मलाई थाहा छैन। ऊ आएपछि म यताको सबै फोहोरहरू सफा गरेर, हाम्रो केटाहरूको रुम त्यही हो क्या, हाम्रो केटाहरूको रुमै त्यस्तै हो। लुगाहरू कहाँ पुऱ्याएर छैन, उता सिरानीहरू कपडाहरू यतैतिर हुन्छ। अनि मलाई केटाहरूले चुरोट किन्नु जाऊ ल भनेको थियो क्या मलाई। अब यस्तो टन्टालापुर घाम छ हो, अब चुरोट लिनु जानुपर्ने, झेक्ने सीमा झेक्ने टोक्ने गाह्रो छ हो यार। चुरोट लिनु जानुपर्ने, अब केटाहरूको ड्युटी छ। अब केटाहरू कामबाट आएर बेलुका चुरोट तान्छ होइन, त्यो अब त्यस्तो छ। अनि चुरोट अब ल्याइदिनु पर्ने हुन्छ मैले है। अब के गर्नु त, अब एकछिन लिनु जान्छु, चुरोट लिनु गएको भिडियो पनि आउँछ अर्को भिडियोमा है त। अनि त्यस्तै छ। यता कोठा सफा गरिसक्छु अनि चट्टसँगले, अनि कोठा सफा गरिसकेर घरतिर बोल्छु। हाम्रो एसी खुल्ले छैन त, मारिरहेको जाँठाले एसी छिर्नेहरूले। अनि त्यस्तै छ। यो चाहिँ भर्खर हामीलाई दिएको क्या, यो चाहिँ त हामीलाई यो दराजहरू चाहिँ भर्खर दिएको छ। यो दराज चाहिँ मेरो, सामानहरू त्यहाँभित्र छ मेरोहरू होइन। त्यो चाहिँ हाम्रो रुमहरू, यो सफा गर्नुपर्ने छ चट्ट। अनि आज कस्तो भयो भने नि, यस्तो कुराले मलाई प्र्याङ हान्थ्यो नि। आज चाहिँ मेरो छुट्टी रहेछ। कस्तो नि, त्यो हाम्रो त्यो छुट्टीको ग्रुपमा चाहिँ म एड भएको छुइनँ व्हाट्सएपमा। अनि एकजना हाम्रो साथी एड भएको छ। अनि म चाहिँ आज कस्तो निन्द्रा लागेन क्या, अब घरतिर अब कन्ट्याक्ट नभएपछि कस्तो आधीबाटै 2-3 घन्टा सुत्नुबित्तिकै मलाई निन्द्राले छोड्यो। अनि छटपटी राति के गरेँ अनि चुरोट रहेछ एउटा गरेर खाइदिएँ। अनि आएर सुतेँ, निन्द्रा लागेन। लगभग 9 बजी 10 बजीतिर सुतेँ, 1 बजी 12 बजी उठिहाल्नु पर्ने, 2 घन्टा मात्रै सुताइको। अनि उठेको साथीले भन्नु, मेरो त्यहाँ हेर त व्हाट्सएपमा मेरो छुट्टी छ कि छैन भनेको, छैन आज खोइ कसको छ भन लामा हो र भन्छ। जुरुक उठेर ब्रस गरेँ, फेसवास गरेँ, साला टाउको धोएँ, आएर लुगा लाउँदै गरेँ। आज तिम्रो छुट्टी छ भन्छ साथी दोस्तले। अनि के भन्दा ल्याङ भनिदिएको त, तिमीलाई सरप्राइज दिएको अरे आम्मा ल साइको। अनि त्यहाँदेखि केटाहरू गयो, म एकछिन भिडियो सिडियो बनाउने भनेर बसेँ। तर रुमहरू सरसफाइ गर्ने हो होइन, एसी छोडिदिएको छ न। एसी छोडेन भने रुमै कस्तो बदबु आउने क्या, आँखै पोल्ने, कस्तो रुम गनाउने, आँखा कस्तो पोल्ने क्या, त्यस्तो समस्या हुन्थ्यो। अनि अरू रुमको केटाहरू आयो भने पनि के गर्ने क्या छ्या भन्थ्यो। अहिले त एसीले सबै तानेर लगेपछि चाहिँ बल भएको छ। सो त्यो गाइस मेरो भिडियो हेर्दै गर्नु र होइन, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नु होला। यस्तै छ। अब रुमहरू सरसफाइ गरिसक्नु आँट्यो भन्दा पनि गरिसकेँ होइन। अनि त्यही हो। अब मेरो च्यानलमा नयाँ छ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला है। अब यस्तै छ। अब भर्खर आएको होइन, कतार अब घुमेकै छैन। अस्तिको समुद्रको त्यो छेउतिर घुम्नु गएको थियो, राति भएको थियो। अनि त्यही भएर मैले ब्लग हानिनँ। अब अरू पैसा आएपछि अब आएको ऋणहरू तिरिसकेपछि चाहिँ यसो फोन होइन 3टा आँखा भएको फोन किनेपछि चाहिँ यसो ब्लग हान्नु मजा आउँछ नि त। अनि त्यही सोचमा छु।
सो यस्तै छ। अब आजको भ्लग चाहिँ यस्तै खालको हुनेछ। अब भरै सुट लिनु गएको भ्लग छुट्टै आउँछ है त गाइज ल। है थ्याङ्क यू सो मच है त, फुल वाचिङ है त।